हेलो साथीहरू नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु र मैले चाहिँ आज ग्रासको फुल टिप्न गएको छु जङ्गलमा। हाम्रो चाहिँ एकदमै धेरै ग्रासको फुल पाउँछ, हेर्न सक्नुहुन्छ धेरै राम्रो छ, टिप्नै नि माया लाग्ने खालको के है। अनि म चाहिँ यो ग्रासको फुल चाहिँ किन टिप्न आएको भने आज मैले पनि फर्स्ट टाइम ट्राई गर्न खोज्दैछु ग्रासको फुलको वाइन बनाउनको लागि। कस्तो हुन्छ के हुन्छ म पछि बनाएर तपाईहरुलाई देखाउने नै छु। यो चाहिँ बनाउँदै गरेको मात्र भिडियो हो, पछि बनेपछि पनि म देखाउने छु तपाईहरुलाई है त साथीहरु। हेर्नु न कति राम्रो छ ग्रासको फुल, मलाई त टिप्नलाई पनि कस्तो माया लाग्ने। खोइ यो ब्याग भएर फेरि बनाएको बसेला हजुर हजुर खोइ बसिरहेको थियो हजुर। हामी स्कुल जाने भने हजुर आज बुक फ्री हो नि त्यही भएर। यहाँ हेर्न सक्नुहुन्छ मेरो ग्रासको फुल यता छ। मैले चाहिँ यसमा केही पनि मिक्स गरेको छैन, यो चाहिँ चिनी चाहिँ मैले मिलाउँदैछु अनि फ्लेभरको लागि मैले तेजपत्ता लगाएको छु, अरू केही पनि लगाएको छैन। के कस्तो हुनेछ पछि म बनाइसकेपछि हजुरहरूलाई देखाउने नै छु। यो चाहिँ अब देखिहाल्नु भयो होला साथीहरू। मैले चाहिँ अब यसमा चिनी मिलाएको एड गरेँ, हेर्न सक्नुहुन्छ। चिनी एड गरिसकेपछि चाहिँ यसरी मजाले यसलाई मिक्स गर्नुपर्ने हुन्छ मजाले। अनि मेरो लगभग वाइन बनाइसकेको छु। यसलाई चाहिँ मजाले तातो जग्गामा मजाले प्याक गरेर राख्नुपर्ने हुन्छ। के कस्तो हुनेछ म तपाईहरुलाई पछि बनाइसकेपछि देखाउने छु साथीहरू है त।